मेरो सन्देश.com को आयोजनामा 19 जुन 2010 शनिबारको दिन तेलअभिवको सेन्ट्रल बस पार्क नजिकैको चिल्ड्रेन पार्कमा मेरो सन्देश सांस्कृतिक साँझ सम्पन्न भएको छ। उल्लेख्य नेपाली कामदारहरू तथा इजरायली नागरिकहरूको समेत उपस्थिति रहेको उक्त सांस्कृतिक कार्यक्रम इजरायलबाट सञ्चालित मेरो सन्देश.com को चिनारीको लागि गरिएको बताइएको छ। कार्यक्रमकी सभापति प्रिया शर्माद्वारा दीप प्रज्वलन गरी सुरुवात गरिएको उक्त कार्यक्रमको सुरुवातमा इजरायलमा रहेका सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरू, नेपाली कामदारहरूको सहयोगको लागि स्थापना भएका इजरायलीहरूलाई सञ्चालित सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरू लगायतका व्यक्तित्वहरूलाई आसन ग्रहण गराइएको थियो। कार्यक्रममा मेरो सन्देश.com की कार्यक्रम व्यवस्थापक रूपा घिमिरेले स्वागत मन्तव्य दिनुभएको थियो भने कामदारहरूको हक हितको निम्ति स्थापना गरिएको क्वाक्ला रोनी नामक इजरायली महिलाले नेपाली भाषामै मन्तव्य दिएकी थिइन्। त्यस्तै आफ्नो गन्तव्य दिँदै 30 वटा मुलुकको भ्रमण पूरा गरी 31औं देशको इजरायलमा आइपुगेका विश्व साइकल यात्री धनेश्वर छेत्रीले भ्रमणको क्रममा भोगेका अनुभवहरू सुनाएका थिए। मेरो सन्देश.com का दिनेश प्रसाईद्वारा उद्घोषण गरिएको विभिन्न नेपाली सांस्कृतिक नृत्यहरूको प्रस्तुति रहेको उक्त कार्यक्रममा वाद्यवादक कमल पोखरेलले सारङ्गी र बाँसुरी बजाएर दर्शकहरूलाई मन्त्रमुग्ध पारेका थिए। इजरायलको विभिन्न समसामयिक विषयलाई लिएर हास्य व्यङ्ग्य नाटक प्रति प्रस्तुत गरिएको थियो। त्यसैले कार्यक्रममा प्रस्तुत गरिएको समसामयिक विषयमा आधारित कलाकारहरू यशोदा घिमिरे, दिनेश प्रसाई, कृष्ण थापा, ओम प्रसाई, रूपा घिमिरे, श्याम रोका र ऋतु गिरीद्वारा प्रस्तुत नाटक कार्यक्रमको केन्द्रबिन्दु रहेको थियो। र कार्यक्रमका प्रस्तोता दिनेश प्रसाईको कुशल उद्घोषणले दर्शकहरूलाई कार्यक्रमको अन्त्यसम्म मनोरञ्जन प्रदान गरेको अनुभव गर्न सकिन्थ्यो। कार्यक्रममा रोजगारीको सिलसिलामा इजरायलमा कार्यरत क्यान्सर पीडित लाक्पा शेर्पाको सहयोगार्थ दर्शक तथा विभिन्न सङ्घ संस्थाहरूबाट सङ्कलित 2475 अमेरिकी डलर क्यान्सर पीडित लाक्पा शेर्पालाई तथा विश्व भ्रमणमा रहेका साइकल यात्री धनेश्वर छेत्रीको सहयोगार्थ दर्शकहरूबाट सङ्कलित 1000 सेकेल साइकल यात्री छेत्रीलाई कार्यक्रम आयोजक मेरो सन्देश.com ले हस्तान्तरण गरेको थियो। शनिबार साँझ 8 बजेबाट सुरु भएको कार्यक्रम रातको 11:30 बजे समापन भएको थियो। तपाईको पैसा म भनेर भाग्दिन भन्दैछु। तपाईको पैसा म दिन्छु, तर यसो पाराले गर्नु
पैसा फल्यो भनेको छु। यहाँ चाहिँ नेपालमा कति खर्च छ, कति महँगी बढेको छ भनेर तँलाई के थाहा? त चाहिँ 4 वर्ष अगाडि नेपाल छोडेर गएको, यहाँ चाहिँ अहिले दिनका दिन कति महँगी बढिरहेको छ, कति चाहिँ खर्च भइरहेको छ भने तँलाई थाहा छ कि? त्यति गराउँदै चाहिँ पैसा चाहिँ सकिसक्यो अहिले त गुरुको पैसाबाट धेर नगरा। महँगी कति बढ्यो कति बढेन भन्ने कुरा मलाई थाहा नभए पनि के तपाईँलाई यहाँ कसरी दुःख गरेर पैसा कमाइरहेछ भन्ने कुरा तपाईँलाई थाहा छ? त्यो कुरा तपाईँले बुझ्नु पर्यो। मैले जति राम्रो हुन्छ भनेर तँलाई विदेश पठाएको, तँ चाहिँ त्यहाँ के गरेर हिँडेको छस् भन्ने कुरा चाहिँ मैले यहाँ बुझिएको छु। बुझिस्? तँ चाहिँ त्यहाँ दिनका दिन त टेलिभिजन जान्छस् रे, त्यहाँ चाहिँ हप्तै विशेष तँ चाहिँ को साथीहरूसँग घुम्न जान्छस् रे, डिस्को जान्छस् रे, खर्च गर्छस् रे। तैँले चाहिँ त्यो फेसबुकमा नाना थरीको फोटो राखेको मैले देखेको छैन भने हप्ता दिनसम्म काम गरेपछि एक दिन छुट्टीमा काटेको छैन, मलाई मात्रै थाहा छ। म त्यतिकै कराएको छैन। बुझिस्? यहाँ पत्र पत्रिकामा रेडियो टेलिभिजनमा त्यो इजरायलमा काम गर्ने केटीहरूको बारेमा नाना थरीको कुरा मैले सुनिरहेको छु। म त्यतिकै बोलेको छु भन्ने ठानेको छ क्या तैँले? हे भगवान्, मैले त बुढो पनि कस्तो पाएछु। कागले काम लग्यो भनेर कागको मात्रै दगाउनु कि पहिला आफ्नो काम थाम्नुहुन्छ। आफ्नो काम थाम्नु त मेरो हातमा मद्दत थमायो पर्यो चिल्ड्रेन पार्क कता पर्यो काममा खोज्दा मेरो जिउ कालो भयो, जिन्दगी मेरो मद्दतको कालो भयो। बाहिर निक्लेछन् बा, कस्तो साह्रै रमाइलो कुरो हो। आज बिहानै त्यसैको अलि टेन्सन थियो, अनि बाहिर निस्केको है। कस्तो गुरुजी सुन्नुहोस् न, एउटा एजेन्सी भनौँ जसले फात्रङ फुत्रङ के भनौँ, अलिअलि इङ्ग्लिस सिकेको थिएँ। इजरायल आउनलाई थोरै बहुत इङ्ग्लिस सिक्दाखेरि मलाई कस्तो लाग्यो भनेर भन्नुपर्दा कसरी भन्ने कुरा मैले सिकेको थिएँ। के भन्छ नि गर्नुपर्छ, साह्रै रमाइलो कुरा तिनीहरू नि। एकछिन मेरो पनि सबै कुरो उसैले भनिदियो। अब अङ्ग्रेजी त मलाई पनि आउँछ नि। त्यसरी पो भन्नुपर्छ म। अनि तैँले चाहिँ यो के गति गरेर आएको? उँभो दाउरा लगाएको छ, उँधो चाहिँ जिनिसको भाइन्डी के गरेर अर्का बुढा पनि नमस्कार मात्रै होइन नि, भाग्यमानले भयो बाबु। अब उसको त पन्नै रहेछ नि, मेगाई ठुलै मान्छे भएछ जस्तो छ। धेरैवटा संस्था छन् नि, काका 1-2वटा होइन 12-15वटा छन्, कतिको त नामै बिर्सिसक्यो। बाबु तैँले चाहिँ जम्मैमा बस्नुपर्ने मित्र मान्छे छन्, कसैलाई पालो पनि त दिँदा हुन्थ्यो।